जेसुकै होस् खान जति नै दाम बढोस् चिनीको तर चिया चाहिँ नखाए शान्ति लाग्दैन साथीहरू। हेलो एभ्रिवान, गुड मर्निङ छ सबैजनालाई मेरो अर्को एउटा भिडियोमा। खाने मुखले चाहिँ खानै खोज्छ, चिया चाहिँ खान पाए कस्तो शान्ति लाग्छ। मेरो छोराले हुँदैन चिया चाहिँ खान पाए यस्तो शान्ति लाग्छ मलाई चाहिँ। बरु भात नदिए नि हुन्छ, बिहान चिया चाहिँ चाहियो। चिया छैन? खायो? अब 70 रुपियाँ भयो नि 100 रुपियाँ भयो नि खानु परेन त? 100 रुपियाँ भयो नि खानु त पर्यो।